आफ्नै नागरिकमाथि गोली चलाउने अवस्था कसरी बन्यो त? हाम्रा प्रहरी सूत्रका अनुसार यो आदेश कल साइन किलो 1 बाट प्रहरी रेडियो मार्फत आएको थियो। हाम्रा केही साथीहरू गम्भीर रूपमा घाइते भए। हामी मध्ये एकजनाले उद्धारको लागि भन्यो। किलो 1 बाट गोली चलाउने आदेश आयो। प्रहरी सूत्र र हामीसँग रहेको अभिलेखका अनुसार कल साइन किलो 1 ले प्रहरी रेडियोमा उक्त आदेश दिएका थिए। तर किलो 1 प्रहरी चेन अफ कमान्डको सर्वोच्च ओहदाका व्यक्ति थिएनन्। प्रहरी रेकर्डले देखाए अनुसार बल प्रयोग गर्ने पहिलो आदेश पिटर 1 कल साइनका उच्चतम अधिकारीबाट आएको थियो। कर्फ्यू लागिसकेको छ। आदेश माग गरिराख्नु पर्दैन। आवश्यक बल प्रयोग गर्ने। पिटर 1 प्रहरी महानिरीक्षक चन्द्रकुपेर खापुङ थिए। उनले घटनाका लागि आफू जिम्मेवार नभएको बताएका छन्। नेपाल प्रहरीले हामीलाई दिएको जवाफ अनुसार बल प्रयोग गर्ने निर्णय काठमाडौँ जिल्ला सुरक्षा समितिबाट आएको थियो। प्रहरीका अनुसार समितिले बल प्रयोग गर्ने निर्णय दिनु अघि प्रहरी महानिरीक्षक खापुङले त्यस प्रकारको कुनै आदेश दिएका थिएन। अन्य प्रहरी अधिकारीले गोप्य सूचना संकलन, तालिम र निर्देशनमा गल्ती भएको स्वीकारेका छन्। आफूलाई सहयोग नगरेकोमा उनीहरू नेपाली सेनालाई पनि दोष दिन्छन्। तर धेरैजसो प्रहरी त्यस दिनको घटनाबाट विक्षिप्त छन्। त्यो दिन भीड नियन्त्रण गर्नुको सट्टा हाम्रो टिमले उनीहरूलाई शत्रु जस्तै ताकेर गोली चलायो। त्यस दिन अवेश श्रीयमका बुवालाई कुनै बुवा आमाले नचिताउने फोन कल आयो। त्यसो त बङ्कुलाई ट्रमामा ल्याएको रहेछ, ट्रमामा आउनु पर्यो तपाईँ भन्नु। एक ठाउँमा अलिकति भिडभाड थियो क्या, गेटदेखि अलिकति ओरा के को भिडभाड रहेछ भने यसो उठेर हेरेको त नेम लिस्ट टाँसेको रहेछ। 1 नम्बरमा श्रेम चौलागाई भनेर। घरमा इन्ट्री हुने बित्तिकै अब वाइफले के सोध्यो भने बिरामी लिएर आउँछु भनेर जानुभएको, बङ्कुची खै त तपाईँ एक्लै आउनुभयो त? अनि मैले ट्रिटमेन्ट हुँदैछ, चोट रहेछ, ट्रिटमेन्ट हुँदैछ, एक्लै उसलाई किन छोडेर आउनुभएको त ट्रिटमेन्ट भइरहेको बेलामा भनेर भन्ने खालको क्वेसन गर्यो होइन। तर म ठगिरहेको छु होइन, म कसरी बसेँ होला। यस्तो रक्तपातपछि पनि प्रधानमन्त्रीको हट कायमै रह्यो। अब धेरैले चाहिँ नै प्रधानमन्त्रीको राजीनामा तत्काल चाहियो भनेर प्रमुख प्रतिपक्षी दल लगायत सडकमा बसेर मागेर भएर नि प्रधानमन्त्रीले अहिले राजीनामा दिनुभयो। यस्तो हटको सामना गर्नु परेपछि केही प्रदर्शनकारीहरूले वैकल्पिक उपाय सुझाउन थाले। त्यो रात चाहिँ कहिले बिहान होला र कहिले फेरि यो सरकार विरुद्ध यसले उचालेको कदम विरुद्ध फेरि सडकमा जान पाइएला भन्ने बिहानको प्रतीक्षामा थिएँ म। बिहानको मिरमिरेसँगै क्रोध विस्फोटित हुन्छ। सुरुमा प्रशासनसँग एउटा योजना थियो। नियमित प्रहरी इकाइहरूले भीड नियन्त्रण गर्ने, तिनलाई सशस्त्र प्रहरीले सघाउने र सेना स्ट्यान्डबाईमा बस्ने। संसद भवन परिसरभित्र र वरपर सुरक्षाकर्मी परिचालन गरिन्छन्। बिहान 8:30 बजे कर्फ्यू लागू हुन्छ। तर भीड पछाडि हट्दैन। आज पनि रक्षा भीड बीच नै छिन्। प्रदर्शनकारीहरू संसद भवनतिर अघि बढ्दै गर्दाको यो दृश्य उनको फोनले खिचेको हो। फेरि गोली चलाउन थालिसकेको छ संसद भवन अगाडि। 9 बजेसम्म त अवस्था निकै बिग्रिन थाल्छ। भीड आक्रामक बन्छ।
प्रहरीमाथि हमला हुन्छ, राजनीतिक नेताहरूको घरमा तोडफोड हुन्छ, सरकारी भवन जलाइन्छन्, सत्ता निकट ठानिएका व्यक्तिहरूको निजी सम्पत्ति पनि तारोमा पर्छन्। त्यो हिंसा तत्क्षण इन्टरनेटमा फैलिन्छ। भीड प्रहरीभन्दा धेरै ठूलो छ। प्रहरीको उपस्थिति पातलो छ। सशस्त्र प्रहरी बल र नेपाली सेनाबाट पाइने भनिएको सहयोग कहिले नआएको प्रहरी अधिकारीहरू बताउँछन्। दिउँसो 1 बजेतिर प्रहरीले भीडलाई नियन्त्रण गर्ने प्रयास त्यागेको चाहिँ देखिन्छ। 2 नम्बरमा आफ्नो हतियार त्यसपछिबाट आएर सन्तार सेट, त्यसपछिबाट भेहिकलहरू र आफ्नो सेफ्टी, आफ्नो टोलीको सेफ्टी गर्ने। यति हो। यति दुईटा कुरा मेन प्रायोरिटीमा राखेर काम गर्ने। इन्टरनेटमा राखिएको तर केही बेरमै हटाएको यो भिडियोमा प्रहरीलाई आफ्नो सुरक्षालाई प्राथमिकतामा राख्न भनेको सुन्न सकिन्छ। कन्टेन गर्न सकिन्छ, रोक्न सकिन्छ भन्यो भने सेलहरू प्रयोग गर्ने, सबै आफ्नो सेफ्टीको ख्याल गर्ने। जस्तो मैले पाउनु भएको छ यो अल स्टेसन भिडियो कन्ट्रोल। प्रहरीले मैदान छोडेपछि कोलाहल छाउँछ। सुरक्षा हटाइएपछि संघीय संसद भवनमा भीडले कब्जा गर्छ। दिउँसो 2 बजेसम्ममा भवन उनीहरूको अधीनमा हुन्छ। केही मिनेटमै भवनमा आगो लगाइन्छ। भीड सर्वोच्च अदालतभित्र प्रवेश गर्छ र सिंहदरबारको ऐतिहासिक भवन परिसरमा पनि। खतरा तरिकाले दौड्दै आकाशमा सेनाका हेलिकप्टरले फन्को मार्छन्। आगजनी गरिएका भवनहरूबाट नेताहरूलाई उद्धार गरेर सुरक्षित स्थानतर्फ लैजान्छन्। दिउँसो 2:30 बजेसम्ममा प्रधानमन्त्री तथा धेरैजसो वरिष्ठ नेताहरू सेनाको संरक्षणमा हुन्छन्। वरिष्ठ प्रहरी अधिकारीहरू पनि सैन्य मुख्यालय परिसरमा आश्रय लिन पुग्छन्। सडकमै छोडिएका तल्लो दर्जाका सुरक्षाकर्मी अब भीडको निशानमा पर्छन्। तीमध्ये केहीको वर्दी च्यातिन्छ, सार्वजनिक बेइज्जती गरिन्छ। एक कनिष्ठ अधिकारीले आफूलाई कमान्डरहरूले अल्पत्र पारेको महसुस भएको बताए। कनिष्ठका रूपमा आक्रमणमा परेको बेला हाम्रा वरिष्ठ र नेतृत्वले साथ दिन्छन् भन्ने अपेक्षा थियो, तर हामीलाई एक्लै छोडियो। आवश्यक कदम चालिएन। हामीले आफूलाई अभिभावकविहीन महसुस गर्यौं। उनीहरूले आफूलाई त जोगाए, तर के गर्ने, के भइरहेको छ भन्ने बारे हामीलाई जानकारी समेत दिएनन्। आगजनी र विध्वंसका घटना पछाडि केही राजनीतिक समूहहरूको हात रहेको आक्षेप व्यापक रूपमा फैलिएको थियो, तर हामीले न ती आक्षेपका सत्यता पुष्टि गर्न सक्यौं, न तिनलाई नकार्न सक्यौं। हिंसा काठमाडौँ बाहिर फैलिन्छ, देशभरि छाउँछ। भदौ 24 गते दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन्छन्। एक हिसाबले लाग्यो कि हामीले देश अब हाम्रो भयो हैन, हामीले यस्तो अहंकारी, यस्तो सरकारलाई घुँडा टेकायौं भन्ने खुसी पनि थियो त्यो बेलामा, र एक प्रकारको हामी वेदनामा पनि थियौं। हामीले आर्मीलाई रिक्वेस्ट गर्यौं, प्लिज है अब यस्तो
तपाईँहरूले रोकिदिनुहोस्, तपाईँले कन्ट्रोल गरिदिनुहोस् भन्ने खालको, यो पिस मेन्टेन गरिदिनुहोस् भन्ने खालको आग्रह गर्यौँ। तर साँझसम्म अराजकता जारी रहन्छ। यो चलाको मैले हो, यो नेपाल हाम्रो हो, हाम्रो यो नेपाल, कसैले केही गर्न सक्दैन। रात पर्दासम्म सयौं भवनहरू जलिरहेका हुन्छन्, ब्याङ्क र शस्त्रागारहरू लुटिन्छन्, 13,000 भन्दा बढी कैदीबन्दी कारागार फोडेर भाग्छन्, 3 जना प्रहरीहरू मारिन्छन् र कम्तीमा 50 जना अरू नेपालीले ज्यान गुमाउँछन्। राति 9 बजे मात्रै सेना सक्रिय हुन्छ। यस विषम परिस्थितिबाट राष्ट्रलाई शान्तिपूर्ण तवरले निकास दिनको लागि आन्दोलनरत समूहलाई आन्दोलनका कार्यक्रमहरू स्थगन गरी 10 बजेदेखि कडा खालको कर्फ्यू लाग्ने हुँदा सबैजना आफ्नो घरतर्फ सुरक्षित प्रस्ताव गर्नुहुन। सेनाको हस्तक्षेपले 2 दिनदेखिको कोलाहल र रक्तपातलाई अन्त्य गर्छ, तर सेनाले धेरै ढिलो गर्यो भन्ने धेरै नेपालीलाई लाग्छ। नेपाली सेनासँग प्रशस्त सैनिक थिए, सर्वसाधारणमाथि गोली चलाउनु पर्ने आवश्यकता थिएन। मुख्य सडकहरूमा 100 देखि 150 सैनिक तैनात गरे मात्र पनि पुग्थ्यो। यसरी ठूलो राष्ट्रिय क्षति टार्न सके। तर प्रहरी सबैभन्दा बढी मार सहेर बसेपछि मात्रै उनीहरू श्रेय लिन आएका जस्तो महसुस हुन्छ। डिस्कोर्डको च्यानलमा अब 1 लाख भन्दा बढी मानिस थिए। 48 घण्टा अघि मात्रै उनीहरू विरोध प्रदर्शनको योजना बनाउँदै थिए। अहिले सरकार ढलेपछि र देशैभरि आगो लागेपछि उनीहरू नेपालको भविष्यबारे बहस गर्दै थिए। Sushila Karki, a former Supreme Court Chief Justice, was sworn in after protesters forced her predecessor from office. सेनाले लागू गरेको शान्ति कायम रह्यो। भदौ 27 गते नेपालले नयाँ प्रधानमन्त्री पायो। नेपाल हाँक्ने पदमा प्रथम महिला। उनको मुख्य जिम्मेवारी नयाँ निर्वाचन र भदौ 23 र 24 गतेका घटनाबारे अझैसम्म जारी छानबिन